हेलो नमस्ते सबैजनालाई हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। म चाहिँ मेलिना गुरुङ पोखराबाट। अनि आज चाहिँ हाम्रो प्लान के छ भनेदेखि आज चाहिँ हामी ड्राई पिकनिक जाने भनेको छौँ। अनि ड्राई पिकनिक जाने भनेछौँ हाम्रो ग्रुप भन्दाखेरि मेरो दिदीबहिनीको छोरीहरू अनि हामी। अब हेरौँ के गर्छौँ आज दिनभरिमा। अनि बिहानै उठ्यौँ, चिया खाएँ अनि के भनेछ भनेदेखि आफ्नै घरबाट चाहिँ ड्राई पिकनिक जाने, तर कता जाने कहाँ जाने अझै पनि फिक्स भएको छैन। 1 बजे निक्लिने भनेर, तर फिक्स भएको छैन कहाँ जाने भनेर। अब हेरौँ कहाँ जान्छौँ के गर्छौँ। अनि ड्राई पिकनिक कसरी जाने भनेदेखि चाहिँ आफ्नै घरबाट आफूले चाहिँ के खानेकुरा बनाएर लाने भनेको छ। र मैले चाहिँ यता चाहिँ मासु बनाएर लान लागेको। यो चाहिँ गरेर ड्राई गरेर मासु लान लागेको। अब लाने अनि त्यसपछि उता गएर चाहिँ कसले के लिएर आउँछ चाहिँ कसैलाई केही नभनिकन अनबक्सिङ गर्ने भन्ने प्लान छ मेरो। चाहिँ चिकन बनाउन लागेको। यहाँ चाहिँ बुढाले चाहिँ यहाँ फ्राई गरेर माथि जानुभएको छ बुढा चाहिँ। म चाहिँ यहाँ मासु हेरेर बसेको। अनि अहिले जाने चाहिँ 12 बजे भेट हुने भनेको थियो। 12 बजे भेट हुने नेपाली टाइम थियो 1 बज्छ भनेर, तर हेरौँ कति बज्छ। अनि आजको वेदर पनि मजाको घाम लागेको छ के अरे। होप पानी नपरे हुन्थ्यो। अनि कहाँ जान्छौँ के गर्छौँ हजुरहरूलाई देखाउने नै छ। अहिले एकछिनमा भेटौँला। साथीहरू हामी चाहिँ घरबाट निस्किसक्यौँ। घाम चर्को भएर हैरान भएछ। यता मेरो बुढा चाहिँ स्कुटरको टायर पङ्चर भएर त्यहाँ टायर हाल्दैछ। यता छ मेरो छोरा। हेलो बेबी। हेलो। अन्साहरूको कोही पनि आएन। हामी चाहिँ यहाँ रोडमा आइसक्यौँ। हाम्रो अमरसिंहको रोड हेर त यस्तो नराम्रो भएछ बिग्रिएर। हो सबै ध्वस्तै भएछ। अब यो रोड चाहिँ कहिले हो बन्ने होइन बेबी। हिँड्ने बेलामा के हुन्छ। यहाँ कुरेर बसेको ठ्याक्कै स्कुटरको पनि टायर पङ्चर भयो अरे। त्यही भएर हामी यत्रो म चाहिँ यहाँ पुरा जाडो पुसमाग लाग्यो जसरी बसेछु। यस्तो गरेन भने पनि झ्याउँछ भएर। बेबी त्यहाँ यस्तो गर्मी भयो, कुरै भयो, कोही पनि आएन। कस्तो राम्रो दिन भएछ आज त। हेर त वाउ। प्लेन क्रास भयो जस्तै हाम्रो टायर पनि भइसक्न लाग्यो। बट स्कुटरको यत्रो टायर फेर्दासम्म हाम्रो साथीहरू आएन। ल हामी चाहिँ यहाँ ईशानको घरमा आइपुग्यौँ। आज चाहिँ आजीको बर्थडेको दिन परेर रहेछ। त्यही भएर चाहिँ हामी यहाँ सानो केक काटौँ भनेर आजीलाई केक लिएर आएको। ह्याप्पी बर्थडे आजी। ल काटौँ त झिरा गर्न। ऊ त मेरो ज्याकेट उता राख्देऊ न। ल ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर आजी, ह्याप्पी बर्थडे टु यु। मेरो सनसाइन रे मोटी मोटा हामी चाहिँ सानको घर आइसक्यौँ। अब चाहिँ अरूलाई कुर्दै हो, अरू चाहिँ आएन। यस्तो घाम चर्के हो बाहिर। अब कता बस्ने हो। हामी चाहिँ त्यो जङ्गलमा गएर बस्न पर्ने हुन्छ क्या हो। वाउ कस्तो राम्रो भ्यू देखेको। वाउ म चाहिँ बिरामी भइसक्न लाग्यो। घामले पसिनाले कालो ढाउसिदिने जस्तो लाग्छ। भित्र चाहिँ केक काट्ने कार्यक्रम। ल हिँड्नुहोस्, आउनुहोस् ल काट्नु केक। मेसन आउनुहोस्।
न मेरो मोबाइल लिदेऊ न मनी खुलाइदिन्छु आजलाई केक खुलाइदिन्छु उताहरुमा मलाई बेबी उता टिस्यु ल्याइदेऊ त डाइनिङ टेबलमा टिस्यु ल्याइदेऊ त बेबी डाइनिङ टेबलको टिस्यु ल्याइदेऊ त ल हजुर के खान्छ लाउ न छोरा आऊ यता आऊ हामी चाहिँ बर्थडे सेलिब्रेसन आजलाई केक खुलाइदेऊ न बर्थडे सेलिब्रेसन पनि गरिसकेँ अब चाहिँ साथीहरूलाई पुगिराखेको अब अहिले आएपछि देखाउँछौँ ए हाम्रो चाहिँ साथीभाइहरू आइसके साथीभाइहरू भन्दा नि मेरो बहिनीहरू छोरीहरू यता हुनुहुन्छ दिदी छोरा हेर्न यहाँ छोरा यिनीहरूलाई कुर्दा कुर्दा म कालो र निलो भइसकेँ यिनीहरू चाहिँ फिट एन्ड फाइन भएर आइसक्यो रहेछ म मात्र रहेछ कालो ए म त अघि आउँदा त चिप्रिक्क भएर कस्तो डरलाग्दो भएको थियो प्रिया डार्लिङ कति धेरै पछि भेटी है आज यहाँको कसको के जुत्छ है अब कसले के लिन्छ के गर्छ भन्ने कुरा हुन्छ यहाँबाट ए एउटा म्याट्रेस लिएर हिँडिसक्यो एउटा बसाइ सराई गर्न लाछौ के हो र यहाँ यस्तो घरी छोडेर हिँड्ने अब हामी जाने चाहिँ ठ्याक्क उ त्यो जङ्गलमा हो है उ त्यो जङ्गलको बिचमा सही देखेको हेर्नु है अघि कसैले सोधे कसैले खोजे बसे सरी भनिदिनुमा गराउनु पर्छ सबजनाको हेर न रियालिटी यहाँ यस्तो मजाले यिनीहरू त हेर्न अझै राम्रै भएर आएछ चस्मा लाएर आज फेरि आउनु भएछ ए यता नबिली जसरी सबैजना अर्को पनि निस्क्यो अब हामी उतै गएर भेट्छौँ है हामी कता जान्छौँ जङ्गलतिर त होला ल ईशान तिम्रो घर हेर है मैले आज चाहिँ हाल्छु भ्लगमा हेर्नु होला कि आज हुनुहुन्छ उहाँ यस्तो गरौँ न त अब दिपाला कसरी हो त हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ ए झोलाभित्र के छ होला अहिले त्यही गएर ओपनिङ गर्छौँ हामी चाहिँ ऊ त्यो मुनि जाने प्लान गरेछौँ अब के हुन्छ कस्तो मजाको पुल रहेछ यहाँ त ओ माई गड लामो पुल मेसन यता चाहिँ सानो खोला पनि छ हो ठाउँ हेर्न गएको रे ऊ खोला पनि ठुलै जस्तो लाग्यो मलाई त सबैले यहाँ झोलाभित्र के छ भने सबैले एकैटा पोको त झुम्टा ए झोलाभित्र के छ त देखिहाल्यो हामीले त यहाँ चिने आलु चिचेको आलु ल सरप्राइज यहीँ ओपनिङ भइसक्यो पुलको पनि कति सुतालो रहेछ
ल हामी चाहिँ अब यहाँबाट यहीँ होला जस्तो छ किनकि बिचोमा चाहिँ खोला छ बिचोमा चाहिँ हामीले खोला तर्न सक्दैनौँ तर मलाई त यहीँ पनि ठिकै छ त ल हाम्रो पिकनिक खाने साथीहरू बिचारा न खोला तर्नु न के गर्नु यतिकै यहीँ स्पोर्टमा आइपुग्यो उता खास उता पारी जाने भनेको फेरि यहाँ ट्रकहरू हिँड्ने बेला भएर धुलै धुलो भयो क्या शीतलो छ सिसाहरू हुन्छ है म्यासन छिटो राम्रोसित हिँड्नुहोस् ल हामी चाहिँ उता जान सकेनौँ त्यही भएर हाम्रो चाहिँ यहीँ बस्ने सल्लाह भइसकेको छ अब म यो ब्याग राख्न पर्ने हुन्छ अनि र अब यहाँ अब केबाट सुरु गर्ने हो बस्न त बस्यौँ सबैजना डडङ मडङ गर्दै अब चाहिँ झोलाभित्र के छ गर्न पर्ने हुन्छ एकैछिनमा हेर त सबै बिचरा रातो र निलो कालो र पहेँलो है साथीहरू अब मैबाट सुरु गर्नु पर्यो झोलाभित्र के छ भन्ने समय आइसकेको छ हाम्रो बहिनीको पनि वो पनि सबभन्दा मिस्टेरियस हुँदैछ अब लास्टमा रहेछ अनुसार चाहिँ यो एउटा भाडा दिँदै ताली कसैको पनि जुधे छैन है अहिलेसम्म
त्यो भन्दा नि ओ यहाँ त अझै दिपाले त 2टा खोर्सानी नि हालेछ हामी चाहिँ अब खाना लागेको है साथीहरू अब चाहिँ हामी खाना सुरु गर्यौं यो चाहिँ मेरो हो ल Cheers! हेर न माथि धुलो उड्यो हामी चाहिँ यहाँ तल अंशका यता हेर न फेरि अब हामी चाहिँ खान्छौँ है खान्छौँ साथीहरू अब चाहिँ खाएको है ल म चाहिँ सुरु गरेँ यो पनि चेयर्स गरौँ न 1 घण्टा मोमोलाई छिटो मोमो 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 ल छिटो ल Cheers! यता फर्केर खानु पर्यो मिठो बनाएछ काली मोमो बिहान किन फोन उठाएन भनेको त यस्तो मोमोहरू बनाएर बसे रहेछ तेरो फोन उठा मोमो यहाँ पकोडा मैसन मोमो खानु सक्यो तिमीले बनाउँछ पक्कै यति भनेछु भनेर नबनाएको पकोडा नि कति मिठो छ हुन्छ मिठो छ है हामीले चाहिँ फाइनली खाजा पनि खाएर सकिसकेको छौँ अलि रोयल पहिलो खाँदै हो खाँदाखेरि चुपचाप लाएर है भ्लग पनि साइडमा राखेर है हामी है अनि धेरै नै खाएर कसलाई त लाए जस्तो हो त यसै यता हेर न 25 करोड पाएँ भने मैले के गर्छु होला भनेर सोचे जस्तो भन्छ अब म चाहिँ एक उठेर यहाँको झलक अघि त अलि रिङौटा लाथे अहिले त खाएको त सन्चो भइगयो हामी चाहिँ यस्तो मजाले यो पुलको यस्तोमा बसेर यसरी बसेर पुलको मुनि बसेर यसरी खाएको थियौं यता चाहिँ मजाले घाम लागेको छ हामी चाहिँ यता बसेर मजाले खाएको थियौं उता चाहिँ वन जंगल छ यहाँबाट खोला तर्यो भने चाहिँ उता पारी रोड हामी यो पुल मुनि म चाहिँ टन्न खाएर पनि सकियो हजुरहरुलाई चाहिँ सेक्युरिटी गार्ड चाहिँ डरै आए रहेछ के सेक्युरिटी गार्ड मैले भनेको हैन उता चाहिँ कालो आउँदो रहेछ यता चाहिँ सेतो आउँदो रहेछ के कस्तो रमाइलो देखिएछ तर अब यहाँबाट ओइ खोला त अलि ठुलो ठुलो हुँदै गयो जस्तो भयो भाइ हामी चाहिँ खाइसक्यौं अब हामी चाहिँ यहाँ के गर्छौं के गर्दैनौं भनेर हजुरहरुलाई अपडेट गर्दै गर्छौं अहिलेलाई चाहिँ पेट पनि बोल्न नसके जस्तो भयो भाइ पेट यसरी उफ्रिने खै लाउनु त
पानी त फोर्छ है। म यहाँ नाम लेख्छु ल खै अलि त माथि म नाम लेख्छु है हस् म नाम लेख्छु ल बुढी यहाँ लेख्छु यहाँ किन यस्तो मात्र देखाऊ उता साह्रो गरेर देखाउनु बेबी यहाँ नगर न दिपेश मेलिना अनि म्यासन मैले चाहिँ नाम पनि लिइसकेँ यहाँबाट म यस्तो गरेर त्यहाँबाट बगाइदिएको है के गर्थ्यो बचाउन आउँथ्यो बचाउन आउँथ्यो के गर्यो भने रे मलाई स्विमिङै आउन त्यही नै आउँथ्यो अब बुढीको लागि अब स्विमिङ नआए पनि हाम फाल्नै पर्यो नि घुमाइदिउँ यता घुमाइदिउँ पनि घुम्दै पनि सिक्लेस ताङतिङ यता चाहिँ अब बाबा छोरा उता पुगिसक्यो खोला तरेर हामी चाहिँ भर्खर यो ढुङ्गामा थियौँ अनि तरेर पनि आयौँ अहिले चाहिँ यहाँ छौँ ल बाबाले छोरालाई बोकेर आऊ दिपेश बोकेर आउनु त यिनीहरू चाहिँ कता जान लागेको हो त्यो त मलाई थाहा छैन म चाहिँ अब त्यता जान लागेको मेरो बुढा मलाई लिन आउनु भयो म्यासन मलाई चाहिँ अब मेरो बुढाले लानुहुन्छ म चाहिँ उता पारी जान्छु मेरो बुढाले मलाई अलि बस्नु कता बोकेर लानुहुन्छ म त सक्दिनँ भाइ ए हालत खराब म चाहिँ यहाँबाट म चाहिँ जान सक्दिनँ ए म चाहिँ खोला पारी आइसकेँ खोला तरिसकेँ म तरिसकेँ तरी ए मेरो बुढाले अब यहाँ के लेख्नुहुन्छ है मेलिना दिपेश आजी काका म यहाँ अनुष्का लेखिदिन्छु ल अनुष्का बिचरा अनुष्कामा त लपै नरहेछ भाइ सिधै अनुष्का ल धन्यवाद है त साथीहरू हामी चाहिँ खायौँ भ्यायौँ अनि टिकटक बनायौँ अनि
लास्टमा चाहिँ हाम्रो यी खानेकुरा पनि भ्याइयो अनि एकदमै रमाइलो भयो आजको हाम्रो यो ड्राई पिकनिक। त्यही भएर यति भन्दै आजको भिडियो चाहिँ हामीले यहीँ अब सबैजना त उता टिकटक बनाउँदैछ। हामी चाहिँ साथीहरू ल हेर्नुहोस् है टिकटक बनाएको। अब हामी चाहिँ आजको भिडियो चाहिँ हामी बुढाबुढी नै यहाँ यही खानेकुरा कुरेर बसे जस्तो भयो। रोयल पल त छ। आजको भिडियो चाहिँ यति नै साथीहरू। सुरुदेखि लास्टसम्म हजुरहरूले हामीलाई साथ दिएर हेरिदिनु भएकोमा धेरै 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 धन्यवाद। यसरी नै हामीलाई धेरै माया गरिदिनु होला र मेरो नयाँ युट्युब च्यानलमा चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। अनि हामी चाहिँ यो भिडियो आज यता नै इन्ड गर्न चाहे। अब अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई। उता सबैजनाको तर्फबाट पनि बाई बाई। बाई बाई गर्दैन सबैले। बाई 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 बाई। सी यू नेक्स्ट भिडियो। साथीहरू हामीले चाहिँ ड्राई पिकनिक पनि हाम्रो भ्याइयो र हामीले चाहिँ यहाँ यो ठाउँमा हामीले ड्राई पिकनिक खाएको थियौँ। हामीले चाहिँ खाएको भन्दा नि धेरै राम्रो सफा गरिदियो। त्यही भएर हजुरहरूले पनि हामीले जसरी खाएपछि चाहिँ फोहोरहरू कतै पनि नफालिदिनु होला। हामीले त एउटा पनि फोहोर फालेन है। सबै फोहोर यसरी प्याक गरेर हामीले घर लाँदै हो। घर लगेर फाल्ने भरू है। घर लगेर हजुरहरू सबैले खाएर जथाभावी फोहोर नफालिदिनु होला। हामीले जसरी सफा गरेर लिएर हिँडिदिनु होला। ओ मेसन त्यस्तो भन्छ साथीहरू। तर मेरो छोराको हालत हेर्नु होला। ल हामीले चाहिँ यो ठाउँलाई बाई बाई। मैले चाहिँ भिडियो इन्ड गरिसकेँ तर लास्टमा चाहिँ मैले यो भिडियो हालिदिन्छु। बाई।